आज हामी एउटा विशेष टेक्नोलोजिकल रिभोल्युसन्सको सम्बन्धमा एउटा सानो जानकारी लिएर आएका छौँ। त्यसलाई टपिक वाइज भन्नुपर्दाखेरि चाहिँ जेनेरेसन्स इन दियर चेन्जिङ कन्टेक्स्ट भन्ने कुरामा हामी डिस्कस गर्दैछौँ। सर्वप्रथम सुरुमा हामी जेन एक्सबाट सुरु गरौँ, जुन हाम्रो बुवा आमाको पुस्ता हुनुहुन्छ। त्यो समय परिकल्पना गरौँ त एकचोटि। सर परिकल्पना गर्दाखेरि हाम्रो बुवा आमाहरूले एसएलसी मात्र दिनुभएको थियो र एसएलसी ग्रेजुएट हुनु भएको बेलामा जिल्लाभरि नै, नेपालका जिल्लाभरि नै उहाँहरूको नाम परिचित रहन्थ्यो। र त्यो किन भन्दाखेरि चाहिँ लिमिटेड पिपुलले मात्र एसएलसी ग्रेजुएट गर्नुहुन्थ्यो, धेरै अपर्च्युनिटी थिएन। उहाँहरूले एसएलसी ग्रेजुएसन गर्नुहुन्थ्यो, झन् ब्याचलर्स डिग्री स्नातक लेभलको ग्रेजुएसन गर्नेको नम्बर त झनै कम थियो। नेसन वाइड उहाँहरूको आइडेन्टिफिकेसन हुन सक्ने सम्भव कुरा थियो। तर सन्दर्भ परिवर्तन हुँदै जाँदाखेरि उहाँले पाउने अवसर भनेको एसएलसी पास गर्ने बित्तिकैदेखि उहाँहरूले चाहे सरकारी जागिरमा होस्, चाहे प्राइभेट अर्गनाइजेसन्समा होस्, चाहे एनजिओ आइएनजिओमा चाहिँ आफ्नो अवसर सजिलै प्रदान गर्न सक्नुहुन्थ्यो। किन भन्दाखेरि चाहिँ धेरै नम्बरमा ग्रेजुएसन्सहरू नभएको, धेरै नम्बरमा चाहिँ पढे लेखेका मान्छेहरू नभएको आधारमा चाहिँ उहाँले सजिलै आफूलाई जबमा ल्यान्ड गर्न सक्नुहुन्थ्यो। त्योभन्दा पछिल्लो जेनेरेसन्सको बारेमा अलिकति फर्केर हेर्ने हो भने हामीले जेन वाइ र अर्ली जेनेरेसन्सका जेन जीहरूको कुरा गर्ने हो भने त्यो समय चाहिँ केही लेभलमा टेक्नोलोजिकल पेनिट्रेसन्स भइसकेको र केही लेभलमा ट्रेडिसनल अप्रोचबाट नै नेपालको शिक्षा, नेपालको चाहिँ जबको प्रोसेस र प्रणालीहरू गएको देखिन्छ। त्यसका आधारमा डिस्कसन गर्ने हो भने चाहिँ उहाँहरूले चाहिँ इनिसियल टाइममा, सुरुको फेजमा चाहिँ केही लेभलको टेक्नोलोजिकल एडेप्टेसन्स गर्दै गरेर र केही लेभलको आफ्नो एजुकेसन्स कम्पिटेन्सीहरू बिल्ड गर्दा चाहिँ जब ल्यान्ड गर्न सक्ने आधार बन्दै थियो। तर पछिल्लो समयमा एकदम ऱ्यापिड टेक्नोलोजिकल डिस्ट्रप्सनले गर्दाखेरि के भयो भन्नुहुन्छ भने चाहिँ क्लाउड कम्प्युटिङको इभोल्युसन्स भइसकेपछि चाहिँ क्लाउड वर्ल्डमा जब वर्ल्ड सिफ्ट भयो, पिपुलले जहाँ बसेर पनि, जुन समय पनि, जुन डिभाइसबाट पनि, जुन देशको पनि काम गर्न सक्ने अवस्था पैदा भएपछि जब च्यालेन्जिङ हुँदै गयो र नेपाल जस्तो देश सँगसँगै अरू विश्वका विभिन्न देशहरूमा चाहिँ इम्प्लोइबिलिटीको चाहिँ एकदमै च्यालेन्जिङ सिचुएसन बन्न गयो। र त्यसको आधारमा चाहिँ अब पिपुलले राइट अमाउन्ट अफ स्किल सेट र एजुकेसन क्वालिफिकेसन्स क्रिएट नगरेको खण्डमा ग्लोबल्ली आफूलाई चाहिँ जब पोजिसनमा इलिजिबल बनाउनको लागि चाहिँ एकदमै च्यालेन्जिङ सिचुएसन देखिएको छ। र अहिले त्यही समयमा हामी बिलोङ गरिरहेका छौँ। अब अलिकति सन्दर्भ परिवर्तन गरौँ। जेन जी जो चाहिँ अहिले लेट जेन जी भनौँ, सँगसँगै अर्ली जेन अल्फा जो स्कुलमा हुनुहुन्छ अथवा चाहिँ हाई स्कुलमा भनेको 12 लेभलसम्म पढ्दै हुनुहुन्छ, उहाँहरूको बारेमा थोरै कुरा गर्ने हो भने दियर कम्पिटिसन इज नट ओन्ली विथ ह्युमन बिइङ, ग्लोबल ह्युमन बिइङसँग अथवा आफ्नो नेपालको ह्युमन बिइङसँग मात्र होइन कि त्यो जेनेरेसन जो स्कुलमा पढ्दै हुनुहुन्छ, अहिले स्कुलमा पढ्ने बच्चाहरू हुनुहुन्छ अथवा +2 लेभलमा अथवा A लेभल्समा अध्ययन गर्दै हुनुहुन्छ नेपालको कुनै पनि विद्यालयबाट भने उहाँहरूको कम्पिटिसन चाहिँ डिरेक्टली इन्डिरेक्टली मेसिनसँग, यसको मिनिङ आर्टिफिसियल इन्टेलिजेन्स, कृत्रिम बुद्धिमत्तासँग, सँगसँगै इन्टरनेट अफ थिङ्स भन्ने टेक्नोलोजीसँग, सँगसँगै इमर्जिङ अदर टाइप अफ टेक्नोलोजीहरूसँग उहाँहरूको कम्पिटिसन छ। किन भन्दाखेरि चाहिँ अब टेक्नोलोजिकल डेभलपमेन्ट र एजेन्टिक एआईको जेनेरेसन्समा हामी प्रवेश गरिसकेको भएकोले धेरै जसो रिपिटेटिभ अटोमेसन रिलेटेड वर्कहरू चाहिँ मसिन अथवा एआई जस्ता डिभाइसहरूबाट सल्भ गर्दै, एआई जस्ता चाहिँ टेक्नोलोजीबाट चाहिँ सल्भ गर्दै गएको देखिन्छ। त्यसकै आधारमा हामी के भन्न सक्छौँ भन्दाखेरि चाहिँ अब त्यो शिक्षा जो विद्यार्थी अहिले विद्यालयमा हुनुहुन्छ, जो विद्यार्थी अहिले चाहिँ हाई स्कुल लेभलमा हुनुहुन्छ, उहाँहरूको पढ्ने प्याराडाइम, प्रोसेस, पद्धतिलाई हामीले परिवर्तन गरेनौँ भने चाहिँ हामी एकदमै सिरियस र डेन्जर जोनमा छौँ भन्ने बुझ्नुपर्छ। त्यही भएर आज हाम्रो ठुलो मेसेज हामीले के डेलिभर गर्न खोजेका छौँ भने अब पक्कै समय आइसकेको छ जुन विद्यालयमा हामीले हाम्रा बच्चाहरूलाई फ्युचर ह्युमन रिसोर्सको लागि तयार गर्दैछौँ भने उहाँहरूले पढ्ने पद्धति, प्रोसेस र प्रक्रिया चाहिँ त्यो अनुसार अब फ्युचर ट्रेन्डको जब पोसिबिलिटिज, फ्युचर ट्रेन्डको अन्टरप्रिनरसिपको डेभलपमेन्टको त्यो इभोल्युसन्स, त्यो फ्युचर ट्रेन्डमा अब अगाडि बढ्ने प्रोसेसहरूलाई रिसर्च गरेर चाहिँ हामीले आफ्नो पेडागोजिकल कुराहरू चाहिँ चेन्ज गर्नुपर्ने देखिन्छ। त्यो अनुसार हामीले पेडागोजिकल पर्सपेक्टिभहरू एड अन गर्नुपर्ने देखिन्छ। शिक्षालाई बढी ह्यान्डसन गराउनु पर्ने देखिन्छ, टेक फ्रेन्डली गराउनु पर्ने देखिन्छ, ताकि हाम्रो बच्चाहरू चाहिँ त्यो टेक एरामा एकदमै इभल्भ भएको टेक एरामा चाहिँ आफूलाई अब्बल स्थापित गर्न सक्नुहुन्छ। धन्यवाद।